प्लस टू पछि क्यानाडा आएर डिप्लोमा कम्प्लिट गर्नुभएको छ अनि अब चाहिँ पिआरको लागि पाथवेहरू हेर्दै हुनुहुन्छ भने यो तिनवटा पाथवे चाहिँ हेर्न नछुटाउनु होला। यो तिनवटा पाथवेहरू चाहिँ मैले डिफ्रेन्ट प्रोभिन्सेसको लिएको छु अनि यसमा चाहिँ दुईवटा पाथवेमा चाहिँ वर्क एक्सपिरियन्स बिना पनि तपाईँहरूले एप्लाई गर्न मिल्छ। र यो तिनवटा पाथवेहरू चाहिँ के हो डिटेलमा बुझौँ है त। सबैभन्दा पहिला सुरु मोस्ट पपुलर अन्टारियोको इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम। यदि तपाईँहरू अन्टारियो ग्रेजुएट हो अनि तपाईँहरूसँग चाहिँ अन्टारियोको टियर 3 सम्म चाहिँ कुनै पनि जब अफर फुल टाइम जब अफर छ र रिसेन्ट ड्रहरूमा तपाईँको नकआउटमा इन्भिटेसन्स आइरहेको छ, फर एक्जाम्पल हेल्थ केयर, चाइल्ड केयर, त्यसै गरी स्टेमको सेलेक्टेड नकआउट्सहरूमा इन्भिटेसन आइरहेको छ भने यु हेभ अ हाई चान्स द्याट यु विल गेट पिआर इन 2026 थ्रु इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम। यो स्ट्रिममा चाहिँ जब अफर फुल टाइम पर्मानेन्ट हुनुपर्छ, वर्क एक्सपिरियन्स चाहिँदैन। अनि किप इन माइन्ड द्याट ग्रेजुएट भएको 2 वर्षभित्र तपाईँले यो स्ट्रिमबाट पिएनपी हालिसक्नुपर्छ र यसको लागि चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट बनाउनुपर्छ अन्टारियोको वेबसाइटमा गएर। तपाईँहरू सेलेक्टेड हुनुभयो भने चाहिँ ओआइएनपीले तपाईँलाई आइटिए पठाउँछ। यसमा सेलेक्सनको लागि चाहिँ तपाईँहरूको डिफ्रेन्ट फ्याक्टर्सलाई कन्सिडर गरिन्छ। त्यो फ्याक्टर्सहरू वेबसाइटमा पनि क्लियरली लेखिदिएको छ। यसमा चाहिँ तपाईँ अन्टारियोमा कहाँ बस्नुहुन्छ, तपाईँले के पढ्नुभयो, ल्याङ्ग्वेज स्किल्सदेखि लिएर तपाईँको इम्प्लोयर पनि इलिजिबल हुनुपर्छ। सेकेन्डमा आउँछ नोभा स्कोसियाको नोभा स्कोसिया ग्रेजुएट स्ट्रिम। यदि तपाईँहरू नोभा स्कोसियामा सिसिए, इसी, फार्मेसी अथवा प्यारामेडिकल अकुपेसन्सहरूमा ग्रेजुएट हुनुभयो, तपाईँहरूले जब अफर फुल टाइम पर्मानेन्ट हुने बित्तिकै तपाईँहरूले पिएनपी एप्लिकेसन गर्न मिल्छ नोभा स्कोसियामा। यो क्यानाडाको वान अफ द इजिएस्ट पाथवे, सिमिलर टु इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम। यसमा पनि फुल टाइम पर्मानेन्ट जब अफर त पाउनै पर्यो र इम्प्लोयरले पनि क्वालिफाई गर्नै पर्यो। अर्को कुरा चाहिँ नोभा स्कोसियाको पोइन्ट सिस्टम छैन, त्यसैले तपाईँहरूले सिधै पिएनपी एप्लिकेसन गर्ने हो एज कम्पेयर टु अन्टारियो, विच इज मच इजियर र आइटिएको लागि वेट पनि गर्नु पर्दैन। भन्दै गर्दा तपाईँहरूले यसमा चाहिँ सेलेक्टेड प्रोग्रामको ग्रेजुएट्सहरूलाई मात्र इलिजिबल हुन्छन् भने ओआइएनबीको इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम चाहिँ जेनरल भयो, तर इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम सेलेक्टेड नकआउट्सहरूलाई मात्रै इन्भिटेसन्स पठाइरहेको हुन्छ अन्टारियोले। अब थर्डमा आउँछ न्यू ब्रन्सविकको स्किल वर्कर स्ट्रिम। यदि तपाईँहरू चाहिँ कुनै पनि प्रोभिन्समा ग्रेजुएट हुनुहुन्छ अर न्यू ब्रन्सविकमै ग्रेजुएट हुनुहुन्छ अनि तपाईँहरूले चाहिँ न्यू ब्रन्सविकमा 6 महिना बस्नुभयो र त्यहाँ चाहिँ युआई क्रिएट गर्नुभयो र तपाईँहरूले 67 पोइन्ट्स न्यू ब्रन्सविक स्कोरिङ फ्याक्टर्सको आधारमा चाहिँ 67 पोइन्ट्स कट अफ क्लियर गर्न सक्नुभयो भने चाहिँ तपाईँलाई न्यू ब्रन्सविकबाट चाहिँ स्किल वर्कर स्ट्रिममा इन्भिटेसन त आउन सक्छ। यसमा पनि मोस्ट रिसेन्टली कुरा गर्ने हो भने हेल्थ केयर र कन्स्ट्रक्सनलाई एकदमै फोकस गरेको पाइन्छ। उनीहरूले वेबसाइटमा पनि क्लियरली लेखिदिएको छ हेल्थ केयर र स्किल ट्रेड्सलाई फोकस गर्ने भनेर। इफ इन केस तपाईँहरू यो तिनवटा पाथवेमा केही बुझ्न चाहनुहुन्छ र पिआरको स्ट्राटेजी बनाउन चाहनुहुन्छ भने प्लिज डु कन्ट्याक्ट मी टुडे अर कन्ट्याक्ट युजिसी क्यानाडा। थ्याङ्क यू।